नमस्ते सेवारो म चाहिँ युनसाङ पाइम लिम्बू। हाम्रो यो आज लक्ष्मी पूजाको भ्लगमा लक्ष्मी पूजाको भ्लगमा तपाईहरुलाई स्वागत छ। अन्तिममा भिडियो के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला। फेरि पनि तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हामी लक्ष्मी माता पुज्दै गरेको यता चाहिँ मेरो मम्मी हुनुहुन्छ। अब हामी सिन्की दुध बाल्न गइरहेको छौं। यस्तो सानो बोलेन ढोका ढोका पनि लाउनु पर्छ। सिन्की दुध चाहिँ केमा राख्ने? केमा उठानी हो साडीमा नि हो। जय जय लक्ष्मी आऊ स्तर गरी हाम्रो घरमा जय जय लक्ष्मी माता जय। लक्ष्मी माताले बास गरुन् दुनियाँले आस गरुन्। तर त्यहाँ चाहिँ पानी हाल्नु पर्ने। कहाँ? साडीमा? यहाँ हाल्नु नि। ओ पानी चोखो पानी लेन बटुकोमा ल्याएर तेरे लाइटर बोकेर कहाँ गयो? छोडो त यो धुप पनि बाल्नुपर्छ। यता चाहिँ मेरो भाइ। हाई अनि कस्तो हुँदैछ त आज लक्ष्मी पूजा? एकदम रमाइलो। ओहो रमाइलो। यता चाहिँ हाम्रो दोकान छ है, ठुलै नभए तापनि सानो सानो ठिक्कको छ। यहाँ त अरु सामान मात्र राखेको, अरु धेरै सामान अर्कै ठाउँमा छ। यता चाहिँ मेरो मम्मी हुनुहुन्छ। यता ओहो लडो लडो। यता नि हामी पसलको ठाउँमा पनि हामी पुग्दै छौं। अब बाहिर जानु, बाहिरतर्फ लाग्न आँटेको। हामी अब बाहिर पनि जान्छौं। के मोमबत्ती पनि बाल्नु नि? अनि बाहिर बालिसकेर अनि पटेका पड्काउनु पर्छ केटा। भित्र पनि बाल्नु पर्छ। भित्र बाल्नु पर्छ। बाल बा। मसिन के त बाहिर बाल। आउनु। ल जान्छौ भाइ यता आएर हेर्दैनौ तिमी? हेर न यहाँ एकछिन हो त यहाँ यता अब हामी बाहिरतर्फ जानु आँटेको छौं। यता आउनु हुँदैछ। यता मेरो मम्मी आउनु हुँदैछ। हामी ताउले हेर न यो लाइटमा के ल्याउनु म? ओहा मोमबत्ती त्यो तार तातो दार्छ। यता पनि हामी सिन्के धुप जलाउन आँटेको छौं, बाल्न आँटेको छौं। हावाले भने चाहिँ एकदम डिस्टर्ब गरिरहेको छ। हावा चलिरहेको छ अलि लिएको हाम्रो घर। कहाँ पो राख्नु हुन्छ? अडिने ठाउँ पो छैन त? राख्नु न एक ठाउँ। ठुलो रहेछ त यहाँ। अब अर्को यसरी हावाले बग्दैन। अब हामी यता अर्को ढोकामा लगाउन गइरहेको छौं। यहाँ पनि पसल छ हाम्रो। यता हाम्रो भाइ मोटु। नमस्ते। तिमी नमस्ते गर्छौ कि? यता चाहिँ हाम्रो रंगीन चंगीन छ। गाउँघरमा तिहार यस्तै आइरहेछ।
आउँदैछु म त्यतै। ल हामी यहाँ पसल कोठामा अगाडि हामी निरन्तर पोहोर त कसरी पढायो मैले पोहोर त बुझे पढाउँदैन अब तान्छौ भोकमा जाता त्यसले अब यता हाम्रो भाइले चाहिँ मोमबत्ती चलाउँदैछ। सुरमा बाल्नु तयार छ तान्छाङ तान्छाङ पाइम लिम्बू यहाँ टक्क मोमबत्ती कि मोमबत्ती मोमबत्ती तर यता हेर भाइ हावा अति चल्छ त दाइ यता पनि हेर्दै गर न गुड गुड अनि म चाहिँ कहाँ गाड्नु यहाँ हावाले बन्नु यता तल्लोपट्टि यतापट्टि आउनुहोस् यता आउँदै अब हामीले यहाँ पनि बालिसकेका छौँ लगभग ल मर्यो फेरि बल्यो अर्को छेउमा जाँदैछौँ अर्को अगरबत्ती बाल्न हामी जाँदैछौँ नो 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 मोमबत्ती ए अगरबत्ती अरे मोमबत्ती सरी हाम्रो सुर भनेको ठ्याक्कै यस्तोमा पर्छ ओके हावा कतादेखि आउँदैछ हावा हामी यहाँ गाड्नेछौँ अब हामीले यहाँ गाडेपछि तल्लो सुरुमा गाड्नेछौँ अनि चाहिँ हाम्रो मोमबत्ती बाल्ने कार्यक्रम समाप्त हुनेछ। ला यहाँ पनि लगभग हामीले बाल्न सम्पन्न भएका छौँ। ठ्याक्कै यहाँनिर यो भागलाई चाहिँ सुर भन्छ है। ओके हामी यहाँ फेरि बाल्नेछौँ। यहाँ पनि हावा यस्तै छ होइन। अब लक्ष्मी आउनुहुन्छ भन्ने आशा छ। हामी अब अलिक मजाले यहाँनिर अब हाम्रो आजको कार्य पनि अब सम्पन्न हुनु आँटेको छ। लगभग लक्ष्मी पूजा आज सम्पन्न। जय 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 लक्ष्मी माता जय। लक्ष्मी आउनुहोस्, हाम्रो घरमा बास हुनुहोस्, सबै दुःखहरू कष्टहरू हटोस्। सकिनु भएछ यार। सक्यो छ नि म चाहिँ दुई खालको बाल्दिने। लसिसै त्यति बेला अब चाहिँ हाम्रो गर्दैछ। वेट भन न है के भन्ने हो तिमी। अब चाहिँ हाम्रो सिङ्केदुप बाल्ने कार्यक्रम भइरहेछ। अलिकति बोलेन
ढङ्ग र ढुङ्ग बोकी क्या म चाहिँ मनमा नै भन्छु है अब हाम्रो बम पड्काउने आँटेको अवस्था यो चाहिँ चक्लेट बम भन्छ यसलाई बुलेट बम पनि भनिन्छ यसले चाहिँ यो बमले चाहिँ एकदम घरै थर्काउँछ ढुङ गर्छ सातै जाने गरी अब त्यो पनि तपाईहरुले महसुस गर्न पाउनुहुनेछ हाम्रो तान्छोङ भाइको सानै बेग्लै छ है हामी कता टेका पड्काउँछौँ हामी भनेको त्यहाँ मुढामा पड्काउँछ ठ्याक्कै हाम्रो डेस्टिनेसन भनेको यहाँनिर हुने रहेछ हौ त्यहाँ अब चल्दैन देख्नु क्यामेराम्यान हुनु पनि गाह्रो हुन्छ गाइस तिमी किन पर भएको म टाढैदेखि भिडियो बनाउँदैछु हेर्न सक्नुहुनेछ देख्नुभयो धुवा उड्दैछ कान टिनिनिनी यहाँनिर हाम्रो भाइ अब फेरि अर्को बम यहाँ मिर्चीवाला पड्काउँछु है मिर्चीवाला चाहिँ तर सानो पड्किन्छ मिर्चीवाला अलिक सानो पड्किन्छ म भागे अघिकै लेट कान टिनिनिनी पारो तर यो चाहिँ पड्किन्छ कि पड्किँदैन खासै विश्वास त लाग्दैन र अनि पड्किन पनि सक्छ प्याट पनि गर्न सक्छ है गाइस फुस्की हो कि के हो ओहो यो पनि एकदम तर्सिने गरी झट्का दियो अब फेरि पड्काउने छु म यही हेर्नुहोस् यता हेर्नुहोस् हाम्रो मम्मीको कानको जाली नै फुटी सतो पुत्लो उडी आयो भत्किँदैन त्यहाँ त्यही चाहिँ नपड्काएको हुन्थ्यो नि तान्छो केही हुँदैन हो भत्किँदैन त्यहाँ पेटी के भत्किन्छ हौ त्यो दुःखद खबर यो मर्यो पटेका क्यामेराम्यान हुन अलिक गाह्रो छ एङ्गल मिलाउनु पर्छ सबै उहाँ पनि भागेर तर्सेर जानु हुँदैछ नि त पड्काउ मैले देखाइरहेको छु त्यहाँ हाम्रो भाइ खोपीमा त्यहाँ पड्काउनु आँटेको छ बाल्दैछ ऊ पड्क्यो गाइस पड्क्यो यता मम्मी चाहिँ पटेका पड्केको सुनेर डराएर यता पुग्नु भएको छ फेरि अर्को पटेका फायर अर्को केही बाल्ने चिज ल्याउनु के तेरो खोपी आउँदा पड्किन्छ हौ पटेका त
यो पड्किन असफल भयो, सफल पनि हुन सक्छ, ड्याम पनि पड्किन सक्छ। धैर्य गर्नुपर्छ। यो पड्किन्छ हौ। ल आजको लक्ष्मी पूजा यस्तै भयो। अब अर्को साल भने यो भन्दा बवाल हुनेछ भन्ने मेरो पक्कै आशा छ। भगवान छ। भयो हाम्रो यो सानो मिनी भ्लगलाई सबैले मिस्टेक भएछ। मिनी भ्लग होइन, मिनी भ्लग होइन, सरी अलिकति थोरै मिस्टेक। हाम्रो यो भ्लगलाई सबैले माया गरिदिनु होला, साथ सपोर्ट। त्यसै गरी सब्स्क्राइब पनि गरिदिनु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ओके, अनि आजको लक्ष्मी पूजा कस्तो भयो त? अनि आजको लक्ष्मी पूजा यस्तै भयो। यस्तो भयो। अनि अरू भन्नुहोस्। हाम्रो भिडियोलाई माया गरिदिनु होला। युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको लागि यति नै। यही हामी बिदा माग्न चाहन्छौँ। समाप्त। ओके, गुड नाइट। आज हाम्रो लक्ष्मी पूजा कार्यक्रम चाहिँ सम्पन्न भएको छ र यसै गरी हाम्रो यो भिडियोलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला र मन पर्यो भने लाइक, सेयर, कमेन्टका साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद। यति भन्दै बिदा हुन चाहन्छु।